फोटो पनि राखिदिन्छु उहाँहरू दुईजनालाई नचिन्ने त कोही पनि हुन्न होला योगेश भाट है अनि त्यसपछि उहाँको वाइफको नि कुरा सुने मैले दुवै पछिको कुरा सुने तर मलाई लागेको कुरा चाहिँ मैले के हो भने एउटा छोरी मान्छे भइसकेपछि म चाहिँ कुन चाहिँ धरातलबाट आएको र म कस्तो खालको मान्छे हो भन्ने चाहिँ उहाँको वाइफले बिर्सिनु हुन्थेन क्या है आफू यत्रो 4 वर्ष लभ गरेर बिहे गरेको मान्छे भनेपछि तिमी अगाडि बढ तिम्रो लाइफलाई राम्रो गर म भने त छँदै छिनु तिमीलाई फुल सपोर्ट गर्न भनेर नेपाल बसेर तपाईँलाई सपोर्ट गर्नुभयो भने आखिर तपाईँले त्यो पाकिस्तानीसँग के देख्नु भयो क्या के चाहिँ रहेछ त्यो पाकिस्तानीसँग यति राम्रो बुढो थियो यति राम्रो बुढो पाउनको लागि तपस्या गर्नुपर्छ अहिलेको डेटमा यति राम्रो परिवार र बुढो पाउनको लागि है अनि तपाईँ एउटा छोरी मान्छे भएर राम्री हुनुहुन्छ नराम्री त भन्दिनँ म उहाँलाई फेस बाई नि राम्रै हुनुहुन्छ होइन दुईजनाकै जोडी यति पर्फेक्ट थियो होइन दुईजनाकै राम्रो थियो क्या होइन दुवै पछिको परिवार हेर्दाखेरि पनि नराम्रो त देखिँदैन सबैजना राम्रै देखिन्छ होइन केटी मान्छेको पछि त केटा मान्छे लाग्छ होइन तर त्यो केटा मान्छेबाट आफू कसरी बस्ने भनेर चाहिँ सोच्नुपर्छ क्या चाहे त्यो केटा होस् केटी होस् क्या अनि त्यसपछि तपाईँले बिहे भइसकेको मान्छे होइन तिमी चाहिँ अगाडि बढ भनेर तिम्रो सपना पुरा गर भनेर तपाईँको हस्बेन्डले त्यहाँ कुरेर बसेको छ भनेर चाहिँ तपाईँले बिर्सिनु भयो यस्तो माया गर्ने मान्छे पाउनुहुन्छ फेरि कस्तो के हो पैसा नै सबै थोक हो हेर्दाखेरि त्यो पाकिस्तानी केटाको फोटो जुन चाहिँ सार्वजनिक भएको छ यस्तो नराम्रो छ है राम्रो भए पनि ल ओहो राम्रो मोडल जस्तो छ भन्नु कि है पछि लाग्नु भयो यस्तो ह्यान्डसम छ भन्नु के एक थ पनि राम्रो छैन है नराम्रो हुनु त्यो सोसियल मिडियामा पुरै त्यो उ गरिरहेछन् होइन अनि तपाईँले चाहिँ त्यो आफ्नो कुराहरू आफ्नो हस्बेन्डलाई चाहिँ होइन यति धेरै सपोर्ट गरिरहनु भएको थियो माया गरिरहनु भएको थियो भने तपाईँलाई त्यो अरूसँग लाग्नुपर्ने जरुरत चाहिँ के थियो त के कारणले लाग्नु भयो त हेर्नु त आज दुईजनाकै जिन्दगी तहस नहस भएको छ क्या है हिजो सँगै मर्ने सँगै बाँच्ने भनेर 7 फनको घुमाएर ल्याएको बुढोलाई छोड्दाखेरि अरूसँग लाग्दाखेरि अलिकति पनि मेरो चाहिँ बुढो छ मेरो परिवार छ म चाहिँ मेरो चाहिँ मान्छे वेट गरेर बसेको छ भनेर तपाईँले सोच्न सक्नु भएन सोचेर नि मलाई त तपाईँलाई सोचेर होइन यति घिन लाएर आउँछ छोरी मान्छे पनि यस्ता पनि हुँदो रहेछन् भनेर घिन लाएर आउँछ कि मलाई सोचेर मनी इज एभ्रिथिङ हो इज्जत भन्ने चिज हुँदैन